कड्डेरा छ मलाई नदेखाए म। हेर्नुस् गाइस यति धेरै चाउमिन तर गाइस हैन होटलमा किनेर खानु भन्दा घरमा बनाएर खाएको धेरै हुन्छ। चाउमिन यो चाउमिन खानेलाई फेरि अब बत्ती गइरहेको कि यस्तो झ्याउ लाग्छ फेरि। गाइस अब चाउमिन जाँदैछ। हे गाइस नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लग। गाइस म अहिले आफ्नो पसलदेखि भ्लग स्टार्ट गर्दैछु र मेरो मम्मी त अति नै बिरामी हुन लागिसक्नु भयो कि हेर्नुहोस् है मम्मी मम्मीलाई यस्तो बिरामी हुन्छ त्यसैले मम्मीलाई धेरै सुट गर्नु हुँदैन मेरो भ्लगमा। अब गाइस म कोठा जान लागेको छु पसलदेखि चाहिँ हेर्नुहोस् मैले टमाटर प्याज आलु यस्तो तरकारी पकाउने भनेर लगेको छु अनि दिदी र भान्जा चाहिँ अहिले कोठामा छन् गाइस। अब म कोठा जान्छु तपाईँहरूसँग भेट्छु है गाइस। के भयो हेर्नुहोस् गाइस दुध खाइरहेको थियो अलि ल ल यति अब यो पो सबै भ्याउँदैछ ओ बच्चाले दुध खुवाउनुपर्छ कि गाइस प्रोटिन खाउँदैछ दुध खानु दुध र भात अनि तातो झन् सन्चो होला दुध र भात दिप्सनले दुध र भात खाँदै दिप्सन त सन्चो भयो नि कड्डेरा छ मलाई नदेखाए म। के भन्नु अनि मलाई किन तर्काउँछ के ल हेलो गाइस मलाई अहिले फेरि हस्पिटल पनि जानु छ बोई बाजेलाई चाहिँ खाना पुर्याउन। गाइस हेर्नुहोस् दिदीले चाहिँ अहिले चाउमिन ल्याएको छ। गाइस हेर्नुहोस् म भर्खरै कोठा आएको थिएँ दिदीले चाउमिन बनाएर ल्याएको रहेछ यति राम्रो चाउमिन। तेल ल्याएँ माल्लाम तेल कहाँ गाइस तेल ल हेर्नुहोस् गाइस यति धेरै चाउमिन अल्त लागेको छु भोलि खाने कहाँ तर गाइस हैन यो होटलमा तर गाइस हैन होटलमा किनेर खानु भन्दा घरमा बनाएर खाएको धेरै हुन्छ राम्रो पनि हुन्छ क्या। त्यसमा के हाले हुन्छ नि आफै घरमा बनाएर आफूलाई पनि थाहा हुन्छ के हालेर बनाएछ भनेर हैन। आहा पानी साल ल्याए जा पानी एउटा हैन पानी भर्न ह पानी भर्न पकाइन स्टोरेला हैन के चाउमिन भान्जो के हो भान्जाको फेरि अलगै लेभल गाइस सिधै यता मैलाहरू नि कार्टुनहरू नि हाई भन्न दिप्सन हाई गाडी गाइस यो पनि खाली नै रहेछ। अब पानी भर्न जान्छु यो मात्रै रहेछ गाइस यसलाई चाहिँ यो जर्किनमा चाहिँ यसमा खन्नुपर्छ यति ठुलो खन त यो गाग्री त्यसैले यो म उचाल्नु सक्दैन त्यसैले यो म ल्याउँदै योमा खनाउँदै गर्छु त्यसैले यो भरिजान्छ यो पनि भरिजान्छ गाइस हेर्नुहोस् यहाँ चाउमिन यो चाउमिन खानेलाई फेरि अब बत्ती गइरहेको कि यस्तो झ्याउ लाग्छ फेरि। गाइस आज भनेपछि आज घरमा मस्तले चाउमिन खानु भयो दिदी आए बेला झगडा पनि हुन्छ गाइस फेरि रिस पनि उठाउँछ तर खाना चाहिँ फेरि बवाल पाइन्छ क्या कहिले चटपटे कहिले चाउमिन कहिले मोमो। गाइस दिदीले चाहिँ प्याज काटिरहेछ आँखादेखि आँसु आएर हेर्नु त आँखा बन्द गरेर प्याज काट्छ। गाइस हेर्नुहोस् यहाँ प्याजहरू चाहिँ हालिसक्यो दिदीले। गाइस अब चाउमिन जाँदैछ गयो सबैमा अट्दैन होला नि किन गर्दैन यति धेरै गाइस चाउमिन पनि खानै सकिन्न होला किन खान सकिन्न म खाइदिन्छु भुक्कटले खाने त सब भिखारी। अब गाइस योमा चाहिँ चाउमिन गइसकेको छ अनि गाइस म चाहिँ अब एकछिन यो चाउमिन चाहिँ बनिसकेको लाइट बाल्नु गाइस बत्ती नि गएको गाइस लाइट बाल्नु पर्छ भ्लगको यहाँ बनाइरहेको छु त्यहीको लाइट चाहिँ यहाँ गइरहेको त्यसैले लाइट नुन पनि गइसक्यो के हो अझै न ल गाइस अब चाहिँ यो चाउमिन पाक्छ अनि एकछिन पछि तपाईँहरूसँग भेट्छु गाइस हेर्नुहोस् म एकछिन टोइलेट गएको थिएँ दिदीहरूले त यहाँ चाउमिन र भात पनि मिसाएर खान लागेको छन् मलाई खै त दिप्सनको पछि यहाँ छ त्यो देखाइनस् मेरो लागि यहाँ रहेछ गाइस अब हेरौँ कस्तो छ राम्रो छ गाइस अहिले चाहिँ मैले पनि चाउमिन खान लागिसकेँ दिदीले बनाएको अब दिदीले बनाएको कस्तो टेस्ट गरौँ है गाइस के होइन गाइस सादा केही नहालेर बनाएको हो
मिठो छ दिप्सन गाइस भन गाइस दिदीले त नो डबरमा गाइस यति धेरै तर मलाई खाना हाल्न त्यहाँ मस्ती छ क्या यहाँ फेरि छ गाइस मम्मीलाई पनि बचाउनु पर्यो अब खान्छु गाइस म पनि चाउमिन गाइस हेर्नुहोस् मैले त फेरि चाउमिन थपेँ फेरि यो भात त खाने अनि आजको आज साँझको यही हो नि खाना नि दिदी दिदीले खाएर पनि अगाइसक्यो 2 डबरा खाएँ दिदीले चाहिँ मैले चाहिँ 4 डबरा भन्दा नै 2 डबरा हो अनि अहिले चाहिँ भात र चाउमिन खाएछ अब म खान्छु तपाईँहरूसँग पछि भेट्छु गाइस मम्मी पनि पसल हुनुहुन्छ अनि मम्मी पसलदेखि आएर तपाईँहरूसँग भेट्छु गाइस गाइस अहिले चाहिँ मम्मी पनि आइसक्नु भएछ मम्मीले चाहिँ हेर्नुहोस् यहाँ चाउमिन र भात मिक्स गरेर खाइराख्नु भएको छ अलि भयो नि मम्मी तपाईँलाई मम्मी थोरै सन्चो हुनुभएको छ गाइस चाउमिन र भात कस्तो छ चाउमिन मम्मी ल गाइस अहिले चाहिँ म सुत्न पनि लागिसकेँ र भर्खर एडिटिङ पनि सिद्धाएँ अनि गाइस आजको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो गाइस मन परेमा लाइक गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला हामी भेट्नेछौँ अर्को इन्ट्रेस्टिङ भ्लगमा त्यति बेलासम्म बाई बाई गाइस बाई